साह्रै रमाइलो लागिरहेको छ अनि प्यारो मित्रसँग हिँड्नु पाउँ अरू तिनैजना सेतो लगाएर आएको रहेछ यस्तै मजा हो मकै खाँदैछु मकै खाँदैछु गाडी प्रसन्न के छ कस्तो लागिरहेको छ यो ठाउँको बारे के वर्णन गरिदेऊ न के वर्णन गर्नु यसमा भन न के साहित्यिक जाओस् न तिम्रो साहित्य अहिले आउँदैन अहिले एकदिन पछि आउँछ हो आयो भने है त धन्यवाद रमाइलो ठाउँ थियो हाम्रो ब्लगर प्रसन्न है ब्लगर प्रसन्न ठाउँको बारे कस्तो लाग्छ भन्दैछ यस्तो जान्छ यो ठाउँ दुई शब्द भन न कि मान्छे भिडियो त लगाइसक्यो खोइ जानु भन्नु न क्रिकेट चाहिँ लाग्छ यो ठाउँ आएर जस सोचेको भन्दा राम्रो चाहिँ ग्राम भ्यू टावर जाने ठाउँमा अहिलेसम्म हामी पुगेको छैन जति एक्सपिरियन्स छ राम्रो एक्सपिरियन्स छ ल सुतिका सम्पादकलाई कस्तो लागिरहेको छ ठाउँको बारेले भन्दैन त हामीलाई धेरै राम्रो लागिरहेछ हामी धेरै खुसी छौँ त्यो पनि गाडीमा होइन गाडी उत्रेर खाना खाइसक्यो होइन त अब त खाइसक्यो अब एकदम खाना खाएपछि अलिकति वेस्ट गर्नुपर्ने छ मलाई चाहिँ गाह्रो परिरहेको छ प्रणव के छ हाम्रो यहाँ आजको यो यात्राको सबभन्दा मेन भिलेन रोल खेल्ने मान्छे 6:30 बजे बोलाएको 8:30 बजे आइपुग्यो के कस्तो लागिरहेको छ अब ठुल्ठुलो सहरमा सानो ढिलो कामहरू भइहाल्छ झन्डै गाडी जाम भन्न पार भन्न गाडी नपाइएर हामी हिँड्दै आउनु लागेको छौँ यहाँसम्म यसो तर टाइसनको कृपाले गर्दा गाडी पाइयो हामी यसरी घुम्छौँ हामी एक दिन यसरी नपढेर घुम्छौँ शनिबार मिलाएर घुम्छौँ यो ठाउँ आएपछि अरू ठाउँ बिर्सेको हामीले के हो के हुन्छ आलु बोक्रा लिनु ताकिसक्यो त्यो प्रोभाइबल त्यस्तो सो खालि एउटा सोल्सन गर्छ आश जागेपछि त्यो के रे के लाइबिलिटी क्रिएट हुन्छ भन्ने कन्टिन्जेन्ट लाइबिलिटी क्रिएट हुन्छ सो अलरेडी हाम्रो सिए स्टुडेन्टहरू यस्तै हुन्छ जहीँ तहीँ पढाइ घुस्छन् यो चाहिँ हाम्रो सेक्सनको टपर हो अङ्कित त्यस्तो के होइन भिडियो खेल्ने चाहिँ टपर हो होइन आज बोलाउन आँटेको छ सो टपरको स्पेलिङ चाहिँ TWA है TOP अरू आइरहेछन् आइपुग्दैन छिटो हिँड्दाखेरि नि ढिलो हिँड्यो कस्तो लागिरहेछ मिनालाई ल भन I'm very जे भयो नि क्युरियस टु कुकिङ इन के मन्डा होइन पवित्रलाई very happy आकृति साइडको ब्रेक खाने यति हिँडेर मासु मानेर यो भनेको बनमारा हो बनमारा ओए ऊ भन्छ उनी हो ओए भन्नु धारमा दिँदै हैन उनी हो यो हामी पनि अहिले चुङ्गी खेल्छ यो ऊ होइन बनमारा हो बन्दै भन्छ हाम्रो यहाँको सबभन्दा एक्सपर्ट चाहिँ अङ्कित रहेछ के एक्सपोर्ट छैन म चुङ्गी हो यस्तो ऊ त्यहाँ कस्तो दामी ठाउँ रहेछ त्यो जाम न त जहाँ पनि जाउँ भन्छ पिकनिक स्पोट ओए हेर न पिकनिक स्पोट नाच्देऊ न खुसीका गाना गाइदेऊ जियान ए सिन्जो पो होला हाम्रो सिन्जो हो साथी ल प्रवेश भन कस्तो लागिरहेछ ए मजा आइरहेछ गएको चाहिँ कहाँ भन त झापा कुन ठाउँ सालबारी हो क्या झापाको सालबारी हो सालबारी कि स्यालबारी सालको पाटा गाउँ त सालको पातो दबारी हो नि सल्लाइको न अघि प्रण त्यही हेरिरहेको थियो गरेर सम्पदा पनि त्यही गरेर जाउँ भनेर फेरि अङ्कित फेरि ल भन्देऊ के फेरि गर्नु फेरि भन्देऊ
के फिल गरेर तिमी हामीले नेचरको कति के फिल गरेर नेचर भन कस्तो लागिरहेछ भने होइन खिच्न खिच्छ के हो सम्पदालाई के भयो पुरै ऊ एकदम टायर्ड बानिसोटी क्रिटिपुल बानिसो गरे लेट्स गो देखियो आर्मी गरेको थियो ल आज चाहिँ हाम्रो के हो नमस्कार तपाईहरुलाई स्वागत छ मेरो केमा युट्युब च्यानलमा युट्युब च्यानलमा म चाहिँ के रे मेरो नामै बिर्सियो कि क्या हो हैन मेरो पर्सनल असिस्टेन्ट चाहिँ सुजिता खड्का हो हिँड्दै बोल न अलि साह्रो यो चाहिँ हामीसँग आइजन ढक्का हुनुहुन्छ अलि साह्रो अनि यो माथिको जुन हजुर डाइरेक्टर प्रसन्न डाइरेक्टर हैन अलि साह्रो क्यामेराम्यान एल्सन ढकाल तिम्रो आवाज आउने कि उसको त्यहाँ हुन्छ साह्रो क्यामेराम्यान चाहिँ एल्सन ढक्का प्रश्न चाहिँ के हो थाहा छैन अहिलेको गेस्ट हाम्रो आजको अब चिफ गेस्ट देखाउँछु म चिफ गेस्ट हाम्रो आज ल गाइस हाम्रो चिफ गेस्ट आज के चिज देख्छ दुईजना चिज देख्छ आज हैन एउटा पछाडि छुटिरहेछ म आउँदैछु ओइ ओइ बिस्तारै बस भइहाल्छ ग्रुपको पारे भेरी टफ हो यो चाहिँ भेरी टफ इङ्ग्लिस ए होइन विनालाई फोटो कस्तो खिच्न आउँछ कि मलाई किन लगाइदिनु होइन म खिच्न त राम्रै खिच्छु कि त्यो पोजिसन नमिल्नु झन्डै गयो क्या पछाडि जो यसरी बसेर कहाँ हुन्छ ए फोटो खिच्न खिच्छ आगेतिर चाहिँ के भयो किन बस्यो साइडको पेटको बनाएन ए यो चाहिँ हाम्रो बाँदर हो सिन्जो बाँदर बाँदरको जोडी यो अङ्कित हो ल है दुईजना बाँदरहरू ओइ सब निलो निलो देखिरहेछ के गर्ने रे सम्पदा ब्लगर प्रसन्न के हो ब्लगर अर्को को हो प्रणव प्रणव जान्छ ल के गजो त मिल्छ चौसा पनि अलिक राम्रो हुन्छ होला ए मसँग ठुलोवाला ल्याइरहेको होइन पर्यो नि यसो गर न यसो गर यसरी बुक गर न कालो समाना त ठ्याक्कै छ अब हेर्नु BMW in the house guys हुन्छ को हो त्यो पुरा एटिट्युड थियो यार भइहाल्छ नि BMW के हुन्छ त्यत्रो 1-2 करोडको गाडी चढेन ओ गाइस यो हाम्रो कहाँसम्मको यात्रा रे दोस्त यो हाम्रो नगरकोट भ्यू डायर जाँदैछौँ गाइस अहिले हामी कहाँ छौँ हामी यो अहिले नगरकोट जाने बाटोमा छौँ भन न अन द वे त्यो फोटो खिच्न पाइँदैन रे यहाँ चाहिँ है होइन आफूले समातेर राख है आफूले समातेर हिँड गल्लो छ बुढेर सिधै तल पुग्न वडा कहाँको हिँडाइ है यो हिँडाले कहिले पुगेला प्रसन्नले पुग्छ नि प्रणवलाई भनेको हुन्छ नि तान्दिहाल्नु कसले चाहिँ पुग्छ प्रसन्न नै तयार तान भाइ के भयो उसलाई? हिँडाइ चाहिँ तिम्रो क्या अचम्म लाग्यो मलाई त त्यही भएर स्पिड हुँदैन क्या जब जुसमा आए दोषको हँसाइ कोला छ चोत्रो होइन त हो खै देखाउ त चोत्रो हो क्या यो के हो यसको व्याख्या गर न के हो यसको बारे भन त खाने हो क्या खाउ त मुसाले खाएको लुगा लाएर के गरेको पवित्र बाटो बाटोमा यस्तो छ
तिखे जस्तै के हो यो बिरामीको भयो पुष्पालुक छ त नि गाउँमा तिखे भन्छ नि त्यस्तै तिमीहरूको फोटो पक्का नहो कि भएको तिमीहरूको रे हामीहरूको मेरो कपाल दागिँदैछ प्रणल बोलाउन कसले त प्रवेशले दगुरीमा खाएको निस्केर जस्तो भयो ठिक छ फेरि खाँदा भइहाल्यो नि उसले चाहिँ उसलाई भने जस्तो लाग्यो बिचरा होइन तिमी त हेर्दै बिचारा छैन एकछिन बसौँ हिँड्ने बस्नु 2 मिनट हो अनि मेरो कपाल काट्ने ल्याउ न छिटो गर है उता तल के रे हिँड्दै गर्न हामी आउँछौँ के छ नि मोहन पोखरी पनि जानुपर्छ है तिमी कहाँ मोहन पोखरी गयो होला माथि वाटर छ त के हो त्यसको विशेषता भन्दै आउन यो त खानु दुईटा यो त अनि किम्बु जस्तै छ दुईटा किम्बु जस्तै जग्गा यो ऐसेलु अरे म चाहिँ फर्स्ट टाइम खाँदैछु ल अब यो ऐसेलु खाइदिन्छ एउटा ओ ऐसेलु खाने कोही किम्बु जस्तै छ किम्बु हो यो ऐसेलु अरे ऐसेलु भन्छ उसले किम्बु हो किम्बु ऐसेलु रे प्रसन्न ल्याए मैले खाइसकेँ तिखे रिस कुमारीबाट तिखे भयो आकृतिको नाम खै मेरो पास हेर्दैन हेरे पहिला पहिला रिस्क आयो भन्दा सम्झिहाल्यो क्या को हो के हो हो टोइलेट हो त्यो त्यहाँ टोइलेट हुन्छ म पार्टी हो पार्टी पौवा पौवा होइन पार्टी पवित्र जान पनि मन छैन होला है यति गाडी बाइक ल गाइज फाइनली हामी हाम्रो डेस्टिनेसन नगरको आयौँ 2.5 घन्टा हिँड्यो सो हामी यहाँसम्म आइपुग्यौँ बाटो आधी घन्टाको यिनीहरूको हिँडाइले त्यो नर्मल हिँडाइ नै त्यस्तै हो कुद्ने कुरा आएन तिमीलाई पो हाल्यो उठायो त हामीलाई हिँड्नै पऱ्यो स्वर्गकै हात चल्या जस्तो हुँदैछ सम्पदा कस्तो थाकेको छ क्या मलाई मलाई सुधिका साथी ल गाइस पानी परिरहेछ हामी चाहिँ पुरै छातामा मस्त छौँ बाहिरको इन्भाइरोमेन्टल पनि देखाउनु सबजना छातामा भ्यू टावरको मुनि पानी परिरहेछ हामी भिजेर ध्वस्त भएको छ ध्वस्त छ पुरै पानी परिरहेछ भ्यू टावरमा पुरै यहाँनिर रमाइलो गरिरहेछ हामी चाहिँ छाता ओढेको सब भिजेर ध्वस्त छ हजुर तपाईँ सबजना भिजेर खाँदैछौँ है मस्त बसेर रमाइलो मजा जिन्दगीमा यस्तो बिग्रलै आउँछ हो यार
बात से काल गोल बेतरा जोड़ के नाचो तेज कोई कर सके जो बेद नाचो तबल में घोड़े जैसे भाग दौड़ खेल नाचो रोटी मोटा बिछा के जगोरे जगोरे नाच 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 तिमी जाने नजाने ओइ ल ल यता नि कपाल डान्स गर्दैन है गाइस हामी कहाँ छौँ भिडियो झापामा भ्यूटा रोगा यो चाहिँ नगरकोटको यहाँ कोही बेला एकचोटि भिजिट गरेर चाहिँ पक्कै आउनु होला कमन ओए ओए आउनु यहाँसम्म आइसक्यो यार सोल्टी कमन आउँछौ भने आउँछ हो दोस्त एक मलाई तिम्रो भन्दा मेरो जुत्ता तिम्रो छ यार फाइनल्ली प्रणव कस्तो लाग्यो त कस्तो लाग्यो ल भिडियो होइन हो हाम्रो कुरा सबै रेकर्ड भयो भिडियो गरेर के भयो
बुनु बुनु ओ बुनु हेर्नु नजाऊ न बुनु लाग्छ तिमीलाई ओ लाग्छ बुनु नजाऊ न लाग्छ बुनुलाई बली हो गया है दिल दुनिया से मेरा खली बली हो गया है दिल खली बली हो गया है दिल दुनिया से मेरा खली बली हो गया है दिल जब से पहना है मैंने ये इश्क सहरा खली बली हो गया है दिल दुनिया से मेरा खली बली हो गया है दिल दिल के सब टूट से गए नीलों वाले जुगनू रूठ रातों से गए बार दिल के सब टूट से गए नीलों वाले जुगनू रूठ रातों से गए बार दिल के सब टूट से गए नीलों वाले जुगनू रूठ रातों से गए लग सा गया है बली हो गया है दिल दुनिया से मेरा खली बली हो गया है दिल खली बली हो गया है दिल दुनिया से मेरा खली बली हो गया है दिल सबजना फर्किदियो गाई जब कस्तो रमाइलो भयो है कस्तो कस्तो गाई ल प्रणव तिमीलाई है आज जर्नीमा कस्तो भयो के भयो सबै विस्तृत रूपमा भनिदेऊ त बेस्ट एकदम बेस्ट भयो यो भनेको अन टाइमली फन जुन भयो नि अनएक्सपेक्टेडली जुन हामीले फन रमायौँ हामी प्लान पनि थिएन है बिहान भनेर बेलुका हिँडेको त्यो मोमेन्ट लिटरली आई जस्ट क्यान नट डिस्क्राइब इट इन वान वर्ड के त्यस्तो राम्रो हाम्रो रमाइलो गऱ्यौँ हामीले उदामले मेरो पनि लाउँछ ल अङ्कित भन त तिमीलाई के कस्तो लाग्यो जर्नी गऱ्यो भन्नु नि त आज ल टुङ्ग्याइदियो अब नदुखे भएन कस्तो
उम्रिन्छ नि अर्को त्यहाँ आउँदा ल प्रवेश भन्नु कस्तो भयो झापा गराएको के हुने त माटेको छ जापा कस्तो लाग्यो त स्याउको बिउ छैन न हामीले नयाँ नयाँ साथी भेट्यौँ हामी झापा गएर आएको है 5 वर्षपछि प्रवेशको ब्याग चाहिँ दामी छ नाइस ब्याग नयाँ ल्याएको यहाँको चिनो हो नगरकोटको ल प्रश्न त तिमीलाई चाहिँ ओभरअल जर्नी कस्तो लाग्यो र आजको यात्राको बारे अलिकति वर्णन गर्नु 2 शब्दमा यात्रा हाम्रो कहाँबाट सुरु भएको मानेश्वरबाट होइन मानेश्वरमा कतिजना भेट भएको 7 जना होइन 8 जना भेट भएको त्यो पछाडि हाम्रो यो कमल के अरे हाम्रो जाने योजना कति बजेको थियो 6:30 होइन प्रणव प्रणवको ढिला भएको कारण होइन 1 घण्टा डिले फ्लाइट डिले नै भयो त्यसलाई चाहिँ 1 घण्टा पहिला भन्नु पर्यो अब हामीले मनुष्य निकालेको छ यदि अर्को दिन हामी कति जानु पर्यो भने उसलाई 1 घण्टा अगाडिकै सूचना अग्रिम जानकारी होइन सूचनाको प्रायर नोटिस ठिक छ अनि त्यो पछाडि रनिङ त्यो ठिकै छ नि त्यो पछाडि अनि हाफ म्याराथन कान्तिपुरले गरेको थियो होला सायद कान्तिपुर टेलिभिजनमा लागेको थियो त्यो हाफ म्याराथन थियो अब त्यसले गर्दा सर्टेन टाइम त डिले भइहाल्यो होइन सर्टेन टाइम डिले भयो अनि त्यो पछाडि चाहिँ अलिअलि हामी बानेश्वरमाबाट चढ्नुपर्ने ठ्याक्कै त्यो हजुर भरियावाली तिखे केटा गाडी पाउँदैन छिटो 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 स्लो मोसन के को छिटो छिटो स्लो सुतिका फोटोग्राफर अंकित ओ माय गॉड सुदिका को जाउँ ल हामी चाहिँ गाइस फर्किँदैछौँ अब फाइनली हाम्रो यात्रा टुङ्गिन लागिरहेछ हामी अब यो नगरकोटको बस पोइन्ट ठाउँतिर जाँदैछौँ 6:30 भनेको प्रणवले गर्दा त्यस्तै 8 जति बज्यो होला नि त बानेश्वरबाट यात्रा झन्डै झन्डै रोकिन आँटेको त्यो रिले रेसले गर्दा त्यही पनि धेरैवटा बाधाहरूको बावजुद पनि हामी हाम्रो यात्रा सफल गर्न प्रयास गर्दा गर्दै सफल नै हुने छाँगा देखिरहेको छ नि त प्रणव एकदमै अब सफल नै हुन्छ जस्तो लागिरहेछ साथीहरू पनि हो शङ्खमुलतिरकै नयाँ साथीहरू पनि पाइयो नाचियो प्रणवले एकदम आफ्नो प्रस्तुति देखायो है त्यो प्रस्तुति पनि यहाँ हेरिसक्नु भयो होला सायद अब सायद हाम्रो यात्रा चाहिँ अब नगरकोट बस पार्क हुँदै उहाँ के अरे कमल विनायक हुँदै हुँदै अब हामी रुमतिर लाग्छौँ बानेश्वर कोटेश्वरतिर अनि त्यसपछि फेरि भोलि बिहान 6 बजे अब आफ्नो कलेज जानुपर्ने छ नत्र नाइट आउट हान्दै हुन्थ्यो आज होइन हो एक्ज्याक्टली बसमा रमाइलो भयो होइन के भन्छ खुसियाली मनाउने कुराहरू भयो आफ्नो आफ्नो ठाउँबाट हेरिसक्नु भयो अगाडि नै भिडियोमा त्यो पछाडि अनि हामी एक्ज्याक्टली भन्यो भने कमल यो बाटो यहाँ हाम्रो मानेश्वर नगरकोट आउने बाटो भनेको एक्ज्याक्टली भने चाहिँ कसैलाई पनि थाहा छैन अनि सुरुमा त अब हामी त्यहाँ बानेश्वर हुँदै कोटेश्वर हुँदै एकछिन हुँदै अनि सूर्य विनायक त्योबाट चाहिँ 2-3 चोटि हेर्दै गयो त्यही के भन्छ त्यो दाइलाई पनि सोध्यौँ अब कतिवटा स्टेसन पछाडि आउँछ भनेर 3-4वटा भन्ने कुरा आयो त्यो पछाडि पनि अझ पनि हामीले हेर्न त हेरिराख्यौँ होइन अब ब्यानरमा त हेर्नु पऱ्यो नि त कहाँ आइपुग्यो होइन जब अब ठ्याक्कै त्यो बसको भनेको लास्ट स्टेसन नै कोमल विनायक रहेछ अनि त्यहीँ ओर्लियो अब त्यहाँ जब कि अब हामी 10 जना नै जो आउनु पर्ने थियो त्यसमा हामी 7 जना मात्रै बानेश्वरबाट चढेको थियौँ भनेपछि 8 जना मात्रै अनि 2 जना चाहिँ पहिल्यै गएको थियो उनीहरू चाहिँ अब त्यहाँ भएका 2-3वटा पोखरीहरू घुमेर अनि त्यतै अब यो ठ्याक्कै यो नगरकोट लाग्ने बस कहाँनिर लाग्छ भने उनीहरू त्यहाँ खोज्न गर्छन् अनि त्यो पछाडि अब आएपछि अलिअलि गाडी गर्ने काम त भइहाल्यो होइन विशेष गरी प्रणवलाई उनी अनि त्यो पछाडि त्यो कहाँ के मार्ट के अरे बिग मार्टमा गएको थियौँ अब हामी सपिङ गर्नु पर्यो ड्राई क्लिनिङ हो नि त हामीलाई चाहिने के जे कुराहरू चाहिने थियो हामीले त्यहाँबाट लियौँ अनि हाम्रो त्यहाँबाट हिँडाइ कति बजेको भएको थियो झन्डै खै त्यस्तै अब 10 जस्तै अब त्यस्तै समयमा चाहिँ अब हामी कहाँबाट त्यहाँ कमल विनायकबाट हामी नगरकोटको यात्राको लागि यहाँ चाहिँ बसी पाइएन यहाँ सिट पाएन सुरुमा सिट पाइएन अब त्यो पछाडि लगतै त्यो पछाडि एउटा बस्यो अलि ढिला आउँदै हामीले जानकारी पाएपछि चाहिँ अब त्यो उभिएरै भयो कि जाने कुरा भयो अब अलिकति हाइडिएर भएकाले टाउको अलिकति मान्छे त ठोकिरहेको थियो त्यही पनि अब साथीहरूको लागि त्यति केही थिएन होइन अनि यसो अलिकति कुरा हुँदै गयो केही साथीहरूले त्यसरी बाटोमा सिटहरू पाउँदै गयो अनि हामीले पनि पायौँ गेम खेल्यो गेम खेल्यो तर खेल्न चाहिँ 3 जना मात्रै एउटा बुट पाएर खेल्यो अनि त्यो पछाडि के भन्छ अलरेडी हुनेवाला भइहाल्यो होइन अनि त्यो पछाडि हामी यहाँबाट एउटा दाइले त नगरपुल हत्याकाण्ड नगरकोट हत्याकाण्ड भएको भन्दा जस्तो कति सालमा 60 भन्ने पनि अब उहाँ चाहिँ यतै क्षेत्रको हुनु पर्छ नगरकोट क्षेत्रतिर अनि उहाँले भन्नु तर एक्ज्याक्टली केही जस्तो थाहा भएन तर केही भएको रहेछ मलाई त 4 वर्ष अगाडिको कुरा रहेछ भन्ने पनि हामीलाई थाहा भयो
त्यो पछाडि अब हामी काने नगरकोट यही लोकेसन हो, यही हो। यहाँ खाना यही खाएको ठ्याक्कै नेपाली थकाली यही खाना खाएको ठ्याक्कै आइपुगेछ रेट थियो कसम भेज 300 चिकन 750 चिकन 750 दामी खाना थियो है यहाँ आउँदाखेरि यो ठाउँमा खाना चाहिँ खानु होला एकचोटि पक्कै पनि अनि त्यो पछाडि त्यहाँनिर छ होइन, त्यहाँनिर चाहिँ गाडी साडी लाग्यो ए जेरी खाइएको थियो यहाँ जेरी पनि खाइएको थियो मस्त अनि त्यसपछि त्यो पछाडि त अब हामी आफ्नो यात्रामा लाग्यो हामी अरू कता एकैछिन ल गाइस फाइनल्ली हाम्रो भ्लग चाहिँ अब इन्ड हुन लागिरहेको छ कमल विनायक आइयो हाम्रो यात्रा अब यहाँदेखि खाजा खाएर यसो कमल विनायकमा घुमघाम गरेर कहाँ जान्छौँ हामी कोटेश्वर बानेश्वर आफ्नो घर जान्छौँ है त अनि भोलि फेरि बिहान पर्ने खालको ठाउँ छ है, यस्तो दामी रिफ्रेसमेन्ट हुन्छ त्यहाँ गएपछि। अनि फेरि भोलि बिहान कहाँ जान्छौँ कलेज लगाइ जब हाम्रो यो डेस्टिनेसनको अन्त्य हो कमल विनायकमा खाजा खाइयो अब चाहिँ हामी नगरको डेस्टिनेसनको त्यही पुरा त। लाइफको त बाँकी छ। त्यो लाइफको डेस्टिनेसन त अब बिस्तारै चालु हुन्छ अब चाहिँ हामी यहाँ खाजा खाइसकेर आफ्नो गन्तव्यतिर लाग्छौँ र यथास्थान गएर वासस्थान गरेर भोलिपल्ट बिहान कलेजतिर लाग्ने छौँ कमल विनायक त हो नि घुम्ने काम त गरिहाल्छौँ नि यथावत छ त्यो भने यथास्थान जाने हो अब हामी ए सरी उता चाइल्ड हो चाइल्ड सिनियर होइन, चाइल्ड को यो गाइज के छ म त भनिगयो नि म यो अघिको टोइलेट छिर्नुभन्दा अगाडि यो मान्छे बसेको चाहिँ म तर्सेँ कि त्यो ल भन्नुहोस् कसरी दियो जनता जान्न चाहन्छ ल अङ्कित बोर लागेको छ मलाई चाहिँ। यो घोडा कराउनु पर्यो आज खुलेर हरियो घाँसपात खान नपाएको मर्नै आँटेको। हाम्रो यहाँ झ्यापमा छ जोल्टी भनिदिनुहोस् अङ्कित र सुतिकालाई भनिदेऊ ल भन्दै जनता जान्न जान्छ के रिलेसन छ र क्या मर्नै जनतालाई चाहिरहेको छ के हो अल्छो आज एक्लै भएर नि यस्तो फर्किरहेछ। को चाहियो भने मेरी जिंदगी सवारी मुझको गले लगा के बैठा दिया फलक पे मुझे खाक से उठा के मेरी जिंदगी सवारी मुझको गले लगा के बैठा दिया फलक पे मुझे खाक से उठा के यारा तेरी यारी को मैंने तो खुदा माना याद करेगी दुनिया तेरा मेरा अफसाना तेरे जैसा यार कहाँ